नमस्ते साथीहरू, मेरो नाम शङ्कर गैरे है। हामीहरू चाहिँ डिजिटल लोजिकको ओल्ड क्वेसन सोल्युसनको भिडियो सिरिजमा छौँ र आजको भिडियोमा चाहिँ मैले यो टियुली बिएससी सोसाइटी फर्स्ट सेमिस्टर डिजिटल लोजिक को बोर्ड इक्जाममा सोधेको क्वेसन हो है। यो चाहिँ ओल्ड क्वेसन हो डिएलको होइन। इफ यफ डब्लु एक्स वाइ जेड है, यो चाहिँ यो म्याक्स टर्म दिएको है, यो मल्टिप्लिकेटिभ समेसन है। म्याक्स टर्म भनेको 0 1 3 6 8 10 एन्ड डोन्ट केयर कन्डिसन डी है। डीको पनि होइन, यो मल्टिप्लिकेटिभ समेसन होइन, म्याक्स टर्ममा दिएछ 2 9 12 14। सिम्प्लिफाई युजिङ के म्याप, यसलाई चाहिँ कार्नोज म्याप के म्याप युज गरेर चाहिँ सल्भ गर्ने है। त्यसपछि सल्भ गरिसकेपछि एन्ड डिजाइन द सर्किट युजिङ मिनिमम नम्बर अफ न्यान गेट्स भनेछ। त्यसपछि न्यान गेट युज गरेर चाहिँ सर्किट बनाउनु पर्यो। अब यहाँ चाहिँ सबैभन्दा पहिला है के दिएको छ, मैले चाहिँ त्यसलाई लेख्छु है। हियर हेर्नु त, यहाँ हाम्रो फङ्सन के दिएको छ भन्दा फङ्सनमा चाहिँ चारवटा भेरिएबल छ है, डब्लु एक्स वाइ जेड। त्यसपछि यो मल्टिप्लिकेटिभ समेसन है, ठुलो पाई, अनि म्याक्स टर्म भनेको 0 1, त्यसपछि 3, त्यसपछि 6, त्यसपछि 8 अनि 10 छ है। त्यसपछि डोन्ट केयर कन्डिसन डी है। यसको पनि चारवटा भेरिएबल डब्लु एक्स वाइ जेड है। यसको पनि म्याक्स टर्म दिएको छ पाई होइन। म्याक्स टर्म भनेको 2 छ, 9 छ है, 12 छ अनि 14 छ, यो दिएको छ। अब यसलाई चाहिँ सिम्प्लिफाइङ गर्नु पर्यो। सिम्प्लिफाइङ युजिङ कार्नोज म्याप अथवा के म्याप युज गरेर चाहिँ सिम्प्लिफाइङ गर्ने है। अब यो 4 भेरिएबल, यहाँ चारवटा भेरिएबल छ, हामीले 4 भेरिएबल के म्याप युज गर्न पर्छ है। 4 भेरिएबल के म्यापको लागि चाहिँ मैले होइन, 4 भेरिएबलमा चाहिँ 16वटा ग्रिड हुन्छ है। यसरी यो टेबल इन्सर्ट गरेको छु है, यो बनाउनु होला हजुरले। त्यसपछि दुईटा भेरिएबललाई चाहिँ मैले भर्टिकलले साइन गर्छु, दुईटा भेरिएबललाई होरिजेन्टलले। डब्लु र एक्सलाई मैले यता भर्टिकल्ली अनि वाइ र जेडलाई फेरि होरिजेन्टलले साइन गरेँ है। यो 0 0 0 0 0 1 होइन, 1 1 1 0। त्यसपछि अर्को भनेको 0 0, यो पनि 0 0 है, 0 0 0 1 होइन, 1 1 1 1 हुन्छ, त्यसपछि 1 0 हुन्छ। ल, त्यसपछि दिएको चाहिँ म्याक्स टर्मलाई है हामीले यहाँ एसाइन गर्न पर्छ। म्याक्स टर्मलाई एसाइन गर्दाखेरि 0 है। मिन टर्मलाई चाहिँ हामीले के म्यापमा एसाइन गर्दाखेरि मिन टर्म दिएछ भने समको फर्ममा छ भने है, यस्तो समको फर्ममा दिएछ भने यसलाई चाहिँ हामीले के म्यापमा चाहिँ 1 ले नोट गर्ने। म्याक्स टर्म दियो कि अहिले हामीलाई दिएको म्याक्स टर्म हो। म्याक्स टर्म यो मल्टिप्लिकेटिभ समेसन पाईको फर्ममा हुन्छ, यसलाई चाहिँ 0 ले नोट गर्ने। ल, जस्तै म्याक्स टर्म 0 यहाँ छ है, र मैले 0 राखेँ होइन। 1 मा पनि छ, 2 मा छैन, 3 मा छ है। त्यसपछि हाम्रो 4 मा चाहिँ छैन है। त्यसपछि 5, त्यसपछि 6 मा छ सिधै होइन, 6 मा 0 राखेँ मैले, 7 मा छैन है। त्यसपछि 8 सिधै यहाँ चाहिँ 8 मा छ। त्यसपछि चाहिँ 9 होइन, हाम्रो यो 9 भयो। त्यसपछि चाहिँ 9 मा छैन। त्यसपछि 10, 10 मा पनि छ है। 11 मा छैन। त्यसपछि 12 मा पनि छैन है। 13 14 15 यति हाम्रो चाहिँ कतिवटा भन्दा 6वटा दिएर रहेछ है। यहाँ चाहिँ यो 6वटा म्याक्स टर्महरू यो भयो। त्यसपछि डोन्ट केयर कन्डिसन हेर्नु त, डोन्ट केयर कन्डिसन पाइ है मा चाहिँ यो 2 9 12 14 भनिसकेपछि 2 0 1 2 यहाँ पर्यो, 2 मा चाहिँ एक्स लगाउनु है। 3, त्यसपछि हाम्रो चाहिँ 4 5 होइन, 6 7, त्यस 8, त्यसपछि 9, त्यसपछि 10, यहाँ 10 मा 0 पर्यो, 11 है। त्यसपछि 13, त्यसपछि चाहिँ 11 पछि यहाँ चाहिँ हाम्रो कति पर्यो भन्दा 12 पर्यो है। 12 मा पनि छ, मैले चाहिँ यहाँ एक्स लगाएँ है। 12, त्यसपछि हाम्रो 13 यहाँ पर्यो है। 13 मा छैन। त्यसपछि 14 चाहिँ यहाँनिर पर्यो। यति चाहिँ हाम्रो चारवटा चाहिँ डोन्ट केयर कन्डिसन दिएको छ है। अब यसलाई हामीले सिम्प्लिफाई गर्नुपर्छ है। कसरी सिम्प्लिफाई गर्ने भन्दा होइन, अब चाहिँ हामीले यसलाई चाहिँ
यहाँ हेर्नु त यो जिरोलाई चाहिँ हामीले ग्रुपिङ गर्न पर्यो है साथीहरू। यसलाई ग्रुपिङ गर्दाखेरि कसरी ग्रुपिङ गर्ने होइन, यहाँ चाहिँ ग्रुपिङ गर्नुपर्छ। जस्तै अब सकभर चाहिँ धेरैवटा जिरो इन्क्लुड गरेर जिरो एक्स इन्क्लुड गरेर ग्रुपिङ गर्ने। मैले चाहिँ यसलाई सिधै यो एउटा चाहिँ यसको यो होरिजेन्टल ग्रुप बनाएँ है, एउटा होरिजेन्टल ग्रुप यो भयो। त्यसपछि यहाँ सिधै देखिएको छ यो, यसलाई पनि मैले अर्को भर्टिकल ग्रुप गराउँछु है। यहाँ हेर्नु त यो भर्टिकल ग्रुप यो भयो। त्यसपछि हाम्रो अब यो यतातिरको चाहिँ रहेको छ, यतातिरको दुइटालाई चाहिँ दुइटासित सर्कल ग्रुप गराए हुन्छ। मैले चाहिँ यसलाई चाहिँ यो दुइटा जिरो र एक्सलाई चाहिँ माथिको यो जिरो जिरोसित एउटा सर्कल ग्रुप गराउँछु है, सर्कल ग्रुप बनाउँछु। टोटल चाहिँ तिनवटा ग्रुप भयो। तिनवटा ग्रुप भइसकेपछि अब हामीले चाहिँ यसलाई लेख्न पर्छ है। यसलाई लेख्दाखेरि कसरी लेख्ने भन्दाखेरि हाम्रो चाहिँ म्याक्स टर्ममा के हुन्छ भन्दा एक्स ड्यास अथवा वाइ ड्यास अथवा चाहिँ जेड ड्यासलाई चाहिँ हामीले वानले रिप्रेजेन्ट गरिन्छ। नर्मल भेराइबल, नर्मल भेराइबल भनेको एक्स अथवा वाइ अथवा जेडलाई चाहिँ जिरोले रिप्रेजेन्ट गरिन्छ है। त ख्याल गर्नुपर्छ ल। जस्तै हाम्रो यो पहिलो ग्रुपमा चाहिँ हाम्रो यो चारवटाको ग्रुपमा है सिधै अगाडि हेर्ने जिरो 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 भनेको के हो, डब्लुएक्स। अब लेख्दाखेरि चाहिँ प्लसको फर्ममा लेख्न पर्छ है। यो चाहिँ जिरोले चाहिँ हाम्रो डब्लुलाई रिप्रेजेन्ट गर्छ, एक्सले चाहिँ यो दुइटै जिरो जिरोले चाहिँ डब्लुएक्स रिप्रेजेन्ट गर्छ। लेख्दाखेरि चाहिँ डब्लु प्लस एक्स यो फर्ममा लेखिन्छ है, इन्टु। त्यसपछि फेरि यो भर्टिकल ग्रुप होइन, यसको पनि सिधै माथितिर हेरे हुन्छ वान जिरो वान भइसकेपछि यहाँ चाहिँ वानले चाहिँ केलाई रिप्रेजेन्ट गर्छ भन्दा अगाडिको वाइ ड्यासलाई रिप्रेजेन्ट गर्छ है, प्लस त्यसपछि जिरो छ, जिरोले चाहिँ पछाडिको जेडलाई रिप्रेजेन्ट गर्यो। त्यसपछि फेरि यो हाम्रो थर्ड ग्रुप भनेको जिरो एक्ससित जिरो जिरोलाई चाहिँ यो सर्कल ग्रुप बनाएको है। यो दुइटैको अगाडि हामीले दुइटैको यस्तरी अगाडिपट्टि हेऱ्यो भने चेन्ज नभएको के छ भन्दा पछाडिको जिरो, पछाडिको जिरोले चाहिँ केलाई रिप्रेजेन्ट गर्छ भन्दा पछाडिको जिरोले चाहिँ एक्सलाई रिप्रेजेन्ट गर्छ है। त्यसै माथितिर हेर्ने जिरो जिरो होइन, यो जिरो जिरो है, अनि त्यसपछि यो चाहिँ जिरो वान। चेन्ज नभएको के छ भन्दाखेरि अगाडिको जिरोले चाहिँ केलाई रिप्रेजेन्ट गर्छ भन्दा वाइ ड्यासलाई रिप्रेजेन्ट गर्छ है। अगाडिको जिरोले चाहिँ वाइलाई रिप्रेजेन्ट गर्छ, यो म्याक्स टर्म हो है। हेर्नु त यो यतातिर पनि चेन्ज नभएको यो जिरो छ, जिरोले एक्सलाई रिप्रेजेन्ट गर्यो। माथितिर पनि हाम्रो चाहिँ चेन्ज नभएको भनेको अगाडिको जिरोले चाहिँ यो वाइलाई रिप्रेजेन्ट गर्यो। यो आयो, यो आइसकेपछि अब हामीले यसलाई चाहिँ है, यसबाट हामीले न्यान गेट मिनिमम नम्बर अफ न्यान गेट युज गरेर चाहिँ सर्किट गराउने हो है। तर यहाँ चाहिँ हाम्रो के छ भन्दाखेरि सबै चाहिँ हाम्रो यो समको फर्ममा छ होइन। हाम्रो चाहिँ यो म्याक्स टर्म एउटा, म्याक्स टर्म दुईटा, तिनवटा म्याक्स टर्ममा चाहिँ सबै प्लस भित्र प्लस छ। यतिकै चाहिँ हामीले यसलाई चाहिँ न्यान गेट युज गरेर सर्किट बनाउन सकिन्न है। यसलाई सिम्प्लिफाई गर्नुपर्छ। यसलाई कसरी सिम्प्लिफाई गर्ने भन्दा पहिला चाहिँ यसलाई खोल्ने, मजाले खोल्ने, डिमोर्गेसन लगाउने है, खोल्ने, मल्टिप्लिकेसन गर्ने है, डब्लु र त्यसपछि हाम्रो चाहिँ यो होइन, यो मल्टिप्लिकेसन गर्ने। दुइटा दुइटा टर्म मल्टिप्लाई गरौँ त हामीले, जस्तै डब्लु र वाइ ड्यास मल्टिप्लाई गरौँ, डब्लु वाइ ड्यास है, म्याथमेटिक्स जस्तो। त्यसपछि अर्को भनेको के छ, डब्लु र जेड मल्टिप्लाई गर्ने, डब्लु जेड भयो। त्यसपछि प्लस, त्यसपछि एक्स र वाइ ड्यास मल्टिप्लाई गर्ने है, एक्स वाइ ड्यास भयो। त्यसपछि एक्स र जेड मल्टिप्लाई गर्ने, एक्स जेड होइन, यसलाई चाहिँ यसो ब्राकेट राख्ने। त्यसपछि पछाडिको के छ, एक्स प्लस वाइ छ, यसलाई एक्स प्लस वाइ यसरी लेख्ने है। फेरि अब यसलाई चाहिँ फेरि हामीले फेरि खोल्न पर्छ, यत्तिकै चाहिँ हुन्न है। फेरि यसलाई चाहिँ सिम्प्लिफाई गर्ने, मल्टिप्लिकेसन गर्ने। यसलाई अझै फेरि खोल्ने हो भने हेर्नु त यो सबै टर्मले चाहिँ पहिला एक्ससित मल्टिप्लाई गर्नु पर्यो। एक्स डब्लु वाइ ड्यास इन्टु एक्स मल्टिप्लाई गर्दा के आयो, डब्लु एक्स वाइ ड्यास आयो है। त्यसपछि प्लस, त्यसपछि डब्लु जेड र एक्स मल्टिप्लाई गर्दाखेरि के आउँछ, डब्लु एक्स जेड आयो है। त्यसपछि प्लस एक्स वाइ ड्यास र एक्स मल्टिप्लाई गर्दाखेरि एक्स इन्टु एक्स एक्स नै हुन्छ, एक्स वाइ ड्यास आयो। प्लस एक्स जेड र एक्स मल्टिप्लाई गर्दा के भयो, एक्स इन्टु एक्स एक्स नै हुन्छ, एक्स जेड भयो। प्लस त्यसपछि फेरि यो सबै यो टर्मले चाहिँ है फेरि वाइसित मल्टिप्लाई गर्ने। डब्लु वाइ ड्यास र वाइ मल्टिप्लाई गर्दाखेरि चाहिँ वाइ ड्यास वाइ हुन्छ, यसको भ्यालु जिरो हुन्छ। यो मैले चाहिँ जिरो लेखेँ है, जिरो। प्लस त्यसपछि फेरि यो डब्लु जेड र वाइ मल्टिप्लाई गर्दाखेरि चाहिँ के भयो भन्दा डब्लु वाइ जेड
है WYZ भयो है WZ र Y मल्टिप्लाई गर्दा WYZ त्यसपछि प्लस है त्यसपछि प्लस त्यसपछि फेरि यो एक्स वाइ ड्यास र वाइ मल्टिप्लाई गर्ने एक्स वाइ ड्यास हुन्छ वाइ ड्यासको भ्यालु 0 हुन्छ यो 0 भयो त्यसपछि फेरि चाहिँ यो एक्स जेड र वाइ मल्टिप्लाई गर्दा के भयो एक्स वाइ जेड भयो है अब यसलाई अझै सिम्प्लिफाई गर्ने है दुईटा टर्म सेम छ भने एउटा लेख्दा हुन्छ ल यहाँ हेर्नु त हाम्रो के आइरहेको छ है हामीले चाहिँ यहाँ लेख्नुपर्छ साथीहरू ल यहाँ मैले यसलाई चाहिँ यो लाइनमा लेख्दाखेरि है यो चाहिँ सुरुको चाहिँ डब्लु एक्स वाइ ड्यास है प्लस त्यसपछि हाम्रो चाहिँ डब्लु एक्स जेड है प्लस त्यसपछि यहाँ के आयो एक्स वाइ कम्प्लिमेन्ट है अनि त्यसपछि हाम्रो के आयो प्लस एक्स जेड होइन एक्स जेड प्लस त्यसपछि के आयो डब्लुवाई जेड है प्लस त्यसपछि हाम्रो चाहिँ यतातिर के आएको छ एक्स वाइ जेड आएको छ होइन यसरी चाहिँ हामीले अब दुईटा टर्म सेम छ भने चाहिँ एउटा लेख्न पाइन्छ है सेम छैन भने अब थ्रीवटा हाम्रो यो भेरिएबल भएको टर्मलाई चाहिँ मैले अगाडि लेख्छु है कसरी भन्दाखेरि यो डब्लु एक्स वाइ कम्प्लिमेन्ट प्लस डब्लु एक्स जेड है प्लस त्यसपछि हाम्रो एक्स होइन यो माथिपट्टि डब्लुवाई जेड भन्ने रहेछ है यहाँ हेर्नु त माथिपट्टि यो टर्म डब्लुवाई जेड है प्लस त्यसपछि यो चाहिँ एक्सवाई जेड यो सबै चाहिँ हाम्रो के हो भन्दाखेरि यो भनेको थ्री भेराइबल हो यसमा चाहिँ तीनटा भेराइबल छ होइन त्यसपछि प्लस त्यसपछि हाम्रो टु भेराइबलवाला के छ एक्सवाई कम्प्लिमेन्ट है प्लस एक्स जेड है ल यो चाहिँ यो थ्री भेराइबल पछाडिको टु भेराइबल हो अब चाहिँ हाम्रो एउटा दुईटा तिनटा होइन चारवटा हाम्रो थ्री भेराइबलको चाहिँ मिन टर्म छ दुईटा चाहिँ हाम्रो टु भेराइबलको मिन टर्म छ है अब चाहिँ हामीले यसलाई न्यान गेट युज गर्ने नि कतिवटा भन्दा एउटा दुईटा तिनटा चारवटा पाँचवटा छवटा चाहिँ न्यान गेट लाग्छ है ल केही गर्नु पर्दैन छवटा चाहिँ न्यान गेट चट्ट चाहिँ यहाँ छवटा न्यान गेट बनाउनु त ल पहिला चाहिँ सबैभन्दा पहिला छवटा न्यान गेट बनाउनु है त्यसपछि यहाँको टर्महरूलाई चाहिँ यहाँ एसाइन गर्नुपर्छ है ल न्यान गेट बनाउने अब चाहिँ यहाँ पहिलो न्यान गेटमा तिनवटा इनपुट छ होइन एउटा दुईटा तिनवटा है यो न्यान गेट भयो ल हेर्नु त अब के छ डब्लु एक्स वाइ ड्यास छ भनिसकेपछि डब्लु होइन एक्स वाइ ड्यास यो इनपुट भयो है सेकेन्ड न्यान गेटमा पनि हामीले चाहिँ तिनवटा इनपुट छ एउटा दुईटा तिनवटा इनपुट छ है ल यसलाई पनि हेर्नु त डब्लु एक्स जेड डब्लु छ एक्स छ जेड छ है त्यसपछि हाम्रो चाहिँ थर्ड न्यान गेट यो हो है थर्ड न्यान गेटमा पनि तिनवटा इनपुट होइन डब्लु वाइ जेड भयो ल यो डब्लु भयो त्यसपछि अर्को के छ वाइ छ डब्लु छ वाइ छ है त्यसपछि चाहिँ के छ जेड छ यो भयो त्यसपछि फोर्थ हाम्रो चाहिँ हाम्रो इनपुट भनेको एक्स वाइ जेड है तिनवटा चाहिँ इनपुट एक्स भयो वाइ भयो त्यसपछि जेड भयो तिनवटा इनपुट यसलाई पनि हाम्रो न्यान गेटमा पठाउने है नेक्स्ट भनेको के छ एक्स वाइ ड्यास ल एक्सलाई पनि हामीले चाहिँ न्यान गेटमा पठाउने है वाइ ड्यास होइन वाइ ड्यासलाई पनि हामीले चाहिँ न्यान गेटमा पठाउने एक्स वाइ ड्यास है र हाम्रो लास्टको चाहिँ टु भेराइबल इनपुट भनेको के छ भन्दाखेरि एक्स जेड छ है एक्सलाई पनि मैले न्यान गेटमा पठाउँछु एक्सलाई पनि न्यान गेटमा है त्यसपछि वाइलाई पनि न्यान गेटमा पठाउने ल यो गरिसकेपछि हाम्रो चाहिँ एउटा दुईटा तिनवटा चारवटा होइन छवटा चाहिँ न्यान गेट
अब हामीले न्यान गेट मात्रै युज गर्ने, यतापट्टि चाहिँ अर्को पनि एउटा ठुलो न्यान गेट बनाउनु है। यतापट्टि होइन, यो सेकेन्ड लेभलको चाहिँ अलिक ठुलो न्यान गेट बनाउनु। यो सिधा चाहिँ भएन मेरो है। यो न्यान गेट बनाएको यतातिर है, प्रत्येक इनपुटलाई चाहिँ लगेर त्यो न्यान गेटमा पठाउनु है। यो न्यान गेटलाई चाहिँ लगेर यहाँ सरी है, प्रत्येक इनपुटलाई चाहिँ सेकेन्डको न्यान गेटमा लगेर जोड्नु साथीहरू। यहाँसम्म पुर्याएँ मैले है। यहाँ लगेर जोड्ने कि यहाँ लगेर पठाउनु त यहाँ। सेकेन्डलाई पनि त्यस्तै गरी हाम्रो चाहिँ यो यसलाई चाहिँ लगेर है, यसलाई चाहिँ लगेर हाम्रो यो न्यान गेटमा पठाउनु है। हेर्नु त यो। त्यसपछि थर्ड न्यान गेटको इनपुटलाई पनि आउटपुटलाई पनि है यसमा लगेर चाहिँ पठाउनु है। अनि त फोर्थवालालाई पठाउनु है, यसमा पठाउनु। त्यसपछि फिफ्थवालालाई पनि यसमा पठाउनु है। सिक्स्थवालालाई पनि, सिक्स्थवाला न्यान गेटलाई पनि यसमा लगेर चाहिँ पठाउनु है। पठाइसकेपछि होइन, अब यसले दिने फङ्सन भनेको यो सेकेन्ड लेभलको न्यान गेटले दिने फङ्सन चाहिँ यो एफ, यो माथिको फङ्सन चाहिँ इम्प्लिमेन्टेसन हुन्छ। मैले यसलाई पनि एफ नै, सिम्प्लिफाई भएकोलाई पनि एफ नै माने, यसलाई एफ नै माने है। कसरी हुन्छ भन्दा तपाईँले बुझ्नुहुन्छ है। यहाँ यसको आउटपुट के आउँछ भन्दाखेरि एउटा चाहिँ डब्लु एक्स वाइ कम्प्लिमेन्टको होल कम्प्लिमेन्ट आउँछ होइन। यसको पनि के आउँछ भन्दाखेरि डब्लु डब्लु आउँछ, एक्स आउँछ, जेडको है होल कम्प्लिमेन्ट आयो। पहिला लोजिकल मल्टिप्लिकेसन अनि कम्प्लिमेन्ट, यो के आयो डब्लु वाइ र जेडको लोजिकल मल्टिप्लिकेसनको कम्प्लिमेन्ट अर्को भनेको एक्स होइन, वाइ जेडको लोजिकल मल्टिप्लिकेसनको होल कम्प्लिमेन्ट। त्यसपछि यो के आयो एक्स वाइ कम्प्लिमेन्टको होल कम्प्लिमेन्ट आयो। अर्को के आयो एक्स वाइको पनि होल कम्प्लिमेन्ट यहाँ आउँछ। ल यो सबैलाई चाहिँ यो पठाउने हो भने यसले पनि के गर्छ भन्दा लोजिकल मल्टिप्लिकेसन गर्छ पहिला, त्यसपछि चाहिँ यो लोजिकल एडिसन गर्छ। त्यसरी चाहिँ यो माथिको फङ्सन इम्प्लिमेन्टेसन हुन्छ है। हाम्रो यो पहिलो लेभलको न्यान गेट भनेको एउटा, दुईटा, तिनटा, चारवटा, पाँचवटा, छ चाहिँ हाम्रो पहिलो लेभलको न्यान गेट हो। यो 6 चाहिँ हाम्रो सेकेन्ड लेभल न्यान गेट हो है। यसरी चाहिँ हामीहरूले है माथिको गिभन फङ्सनलाई चाहिँ है होइन की म्याप युज गरेर सिम्प्लिफाई गरेर चाहिँ यसबाट पनि सर्किट बनाइएको छ है। यो क्वेसन गाह्रो छैन, सहिलो छ, हजुरहरूले मजाले बुझ्नुहुन्छ है। यसलाई प्र्याक्टिस गर्नु होला साथीहरू। र आजको भिडियो हेरिदिनु भएकोमा चाहिँ हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त नमस्ते।